स्किप भयो लोकेसन म्याप पिक्स अप How are you feeling today? This is Annie, a working person. Me too. Let's go. First location and हेलो फ्यामिली नमस्ते वेलकम ब्याक टु माई च्यानल अगेन अनि आई होप सबैजना सन्चै हुनुहुन्छ र आजको भिडियो चाहिँ हजुरहरूले थम्बनेल चेक गर्न सक्नुभयो होला आजको भिडियो चाहिँ केमा छ अनि आई एम अल्सो सो एक्साइटेड म चाहिँ आज 24 आवर लिभिङ ओन्ली आरएस 500 पोखरामा 500मा चाहिँ हामी कसरी बस्न सकिन्छ हौ मैले बिहान चाहिँ तातो पानी मात्र खाएर बसेको छु अनि म चाहिँ अब 500मा चाहिँ आज के खान्छु पैसा पुग्यो भने त आज मैले के गिफ्ट पनि किन्छु है त आफ्नो लागि स्टे ट्युन के हुन्छ आज 500ले म कसरी आज 24 आवर चाहिँ म पोखरामा लिभिङ गर्छु र हेरौँ है त अब ल हुन्छ अब चाहिँ म हाम्रो फर्स्ट लोकेसन चाहिँ भिजिट गर्दैछु म जहाँ जान्छु हजुरहरू मसँगै जानुपर्छ है त ल लेट्स गो ल हुन्छ अब चाहिँ ब्रेकफास्टमा चाहिँ म के खान्छु हजुरहरूलाई एकछिनमा देखाउँछु स्टे ट्युन 500 रुपिज फाइनल्ली आई फाउन्ड माई फर्स्ट लोकेसन अनि अहिले चाहिँ म यहाँ 3D रेस्टुरेन्ट एन्ड डुनट हाउसमा छु अनि यहाँ चाहिँ म अहिले के खान्छु हजुरहरूलाई एकछिनमा देखाउँछु बाई एउटा चाहिँ दुधको चिया गरिदिनु अनि डुनट गरिदिनु न है एउटा ल हुन्छ अहिले चाहिँ मैले अर्डर गरिसकेँ अनि डुनट र चिया भनेछु अब हामी चाहिँ यहाँ नास्ता खान्छौँ अनि यो 500 रुपिसमा चाहिँ कति जान्छ एकछिनपछि थाहा हुन्छ है हामीलाई त्यसपछि हामी फेरि चाहिँ हाम्रो अर्को लोकेसनमा ल हुन्छ अब चाहिँ हाम्रो आइसकेको छ डुनट र चिया अनि खामै त बिहान चाहिँ मैले पानीमा तातो पानी मात्र खाएर हिँडेको अब ल खामै त डुनट कहाँ हाम्रो ल हुन्छ मैले चाहिँ ब्रेकफास्ट खाएर सकिसकेको छु र अब चाहिँ हामी पेमेन्ट गरौँ है त हाम्रो 500मा कति रुपियाँ चाहिँ हामीले यहाँ इन्भेस्ट गर्यौँ ल स्टे ट्युन हाम्रो चियाको कति दिन सर्नु भयो 30 रुपियाँ चियाको हुन्छ अनि यहाँ चाहिँ मैले 35मा चाहिँ मैले नास्ता खाएर सकेको छु 40 रुपियाँ 40 भयो है आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ लेकिन उम्मीद पर दुनिया कायम है। दिल दुखा है लेकिन टूटा तो नहीं है और उम्मीद का दामन छूटा तो नहीं है। ल मैले चाहिँ यहाँ 40 रुपियाँमा 500मा चाहिँ मैले यहाँ 40 रुपियाँ चाहिँ मैले इन्भेस्ट गरिसकेको छु अब चाहिँ मेरो खाना खाने बेला भयो र म खाना खानको लागि चाहिँ म हाम्रो नेक्स्ट लोकेसनमा जाँदैछु अब कति पर्छ अब त्यही गएपछि थाहा हुन्छ हामीसँग चाहिँ रिमेनिङ चाहिँ अब 460 रुपियाँ छ है त अझै मसँग 460 रुपियाँ छ त्यो 460 रुपियाँ अब हाम्रो कहाँ कहाँ इन्भेस्ट हुन्छ हामी हेर्दै जाउँ है त हेलो आई एम इन माई सेकेन्ड लोकेसन माउन्ट धौलागिरी रेस्टुरेन्टमा आएको छु म चाहिँ यो एकदम मोमोमा चाहिँ झोल मोमोमा चाहिँ एकदम भाइरल चिकन खाए पनि बफ खाए पनि हाम्रो चाहिँ मात्र 100 रुपियाँ रहेछ अनि म चाहिँ किन खानालाई स्किप गरेर चाहिँ अहिले झोल मोमोमा आएको छु एकछिनपछि एक्सप्लेन गर्छु ल अब चाहिँ हामी झोल मोमो अर्डर भइसक्यो अब चाहिँ हामी एकछिनपछि भेट्छौँ ल हुन्छ म चाहिँ हाम्रो सेकेन्ड लोकेसनमा आइसकेँ अनि हाम्रो चाहिँ अर्डर पनि आइसकेको छ झोल मोमो मैले चाहिँ बफमा अनि सुप पनि आइसक्यो अनि म चाहिँ किन स्किप गरेँ मैले मेरो चाहिँ खानाको टाइम चाहिँ के भयो भने अलिकति स्किप भयो म चाहिँ भिडियो एडिटिङमा बसिरहेको थिएँ प्रोसेसमा थिएँ अनि एउटा भिडियो जुन चाहिँ हजुरहरूले अहिले मेरो टिकटक आइडीमा गएर चाहिँ चेक गर्न सक्नुहुन्छ अनि फर द्याट रिजन म चाहिँ मेरो खानालाई चाहिँ स्किप गरेँ म खानाको लागि गएको ठाउँहरूमा चाहिँ मैले खाना चाहिँ अब टाइम छैन अहिले चाहिँ खाना हुँदैन भन्नुभयो बिकज इट्स टाइम 2 o'clock मोर देन 2 o'clock त्यही भएर चाहिँ अब मैले चाहिँ खाजा खानुपर्ने भयो त्यसैले म खाजा पनि मिठो खाने भनेर चाहिँ हाम्रो झोल मोमो स्पेसलमा आएर चाहिँ म अहिले चाहिँ झोल मोमो खाँदैछु है त ल सुरु गरौँ है
हुन्छ मैले चाहिँ मोमो खाएर सकिसकेँ अब चाहिँ म अगाडि गएर चाहिँ पेमेन्ट गर्छु ल मेरो कति भयो मिठो रहेछ जानुभन्दा अगाडि एकचोटि फेरि आउँछु तेलको सामानहरू चाहियो लैजाऊ है छोरी अब है हुन्छ सबै छ त्यसलाई 15 लौ नानी है त $265 मात्रै रहेछ यस्तो गर्मी छ यहाँ मैले चाहिँ त्यही भएर आइसक्रिम खाएँ अहिले चाहिँ हाम्रो टिकटक सुटको लागि चाहिँ हामी रेडी भएर अब यति राति चाहिँ हामी टिकटक सुट गर्दैछौँ बिहाइन्ड द सिन टिकटकको लागि चाहिँ आउटफिटहरू वी आर लुङ्गी गाइज हाम्रो मोस्ट हार्ड वर्किङ पर्सन हाउ यु फिलिङ टुडे कस्तो फिल भइरहेको A few hours later. They are my supporter. My big supporter आज बिरामी हुनुभयो कि सो आई एम स्याड त्यही भएर चाहिँ म आजलाई चाहिँ यति नै फेरि भेटौँ अर्को दमदार भिडियोमा चाहिँ बाई लभ यु अल बाई भन्नु बाई बाई यताबाट फर्किन यताबाट आइज ल सबैजनाले बाई बाई If you like this video, don't forget to like, comment, share and subscribe.